चोलीलाई कान्छी हृदयमा ख्रिस्टकै जिउँदो वचनलाई साँची ढाका साडी मखमली चोलीलाई कान्छी हृदयमा ख्रिस्टकै जिउँदो वचनलाई साँची क्रुसलाई बुझाउन ख्रिस्टमा बाँचेर सबैलाई बचाउन क्रुसलाई बुझाउन ख्रिस्टमा बाँचेर सबैलाई बचाउन मेरो जीवन बाँचेको ख्रिस्टलाई पाएदेखि मेरो जीवन बाँचेको परिवारमा फुलै फुल्यो बस नयाँ चाल्यो परिवारमा फुलै फुल्यो बस नयाँ चाल्यो तिम्रो हाम्रो परमेश्वरको सम्झना हाम्रो परमेश्वरको सम्झना गरायो क्रुसलाई बुझाउन ख्रिस्टमा बाँचेर सबैलाई बचाउन क्रुसलाई बुझाउन ख्रिस्टमा बाँचेर सबैलाई बचाउन जुदाई दिनुभएको छ।
परमेश्वरको पूर्व योजना अनुसार, पूर्व ज्ञान अनुसार तपाईको लागि जीवनको लागि एउटा सहयोगी बनाउनु भएको थियो र आज तपाईलाई दिनुभएको छ। र आफ्नो जीवन साथी तपाईले श्रीमान दिनभरि फरुवा खनेर आयो भने तपाई घरमा आउने बित्तिकै तपाईले राम्रो भाषामा, राम्रो शब्दमा हजुर धेरै थाक्नु भएको छ, हजुरलाई आराम गर्नुपर्नेछ, आराम गर्नुहोस्, बस्नुहोस्, यति बोलिदिनु भयो भने तपाईको शिरमा पुरा थकान मरेको हुन्छ। बिहान उठेर तपाईको श्रीमान काममा जाने कि नजाने श्रीमतीकै हातमा हुन्छ। विवाहितहरू याद गर्नु, तपाईको श्रीमान भोलि बिहान काम गर्न जाने कि नजाने तपाईकै हातमा। यदि तपाईँ साँच्चै नै राम्रो व्यवहार, टेन्सन दिनु भएको छैन भने श्रीमानलाई काम गर्ने मोड हुँदैन। बरु पागल भएर जङ्गलतिर घुम्न जाला तर काम गर्न चाहिँ जाँदैन। तर तपाईँ श्रीमतीहरू आफ्नो श्रीमानसँग रातभरिको जीवन, उसँग बस्दाको जीवन असल बिताउनु भयो भने तपाईको श्रीमानलाई बिहान उठाउनु पर्दैन, काम गर्न जानुपर्छ भन्नु पर्दैन। एकले अर्कालाई बल दिनुहुनेछ, माया प्रेममा एकले अर्कासँग साथसाथै बाँड्नुहुनेछ। के यो यस्तो घर बसाउनलाई परमेश्वरको उपस्थितिमा यस मण्डलीको सामु तपाईँ सुजन थारूले सुश्री अलिसा थारूलाई आफ्नी विवाहित पत्नी हुनलाई ग्रहण गर्नुहुन्छ? सुजन ग्रहण गर्छु। उहाँले चाहिँ ग्रहण गर्छु भन्नुभएको छ। के तपाईँ यिनलाई माया गर्नुहुन्छ? गर्नेछु। के तपाईँ यिनलाई वास्ता गर्नुहुन्छ? गर्नेछु। यिनको हेरचाह गर्नुहुन्छ? गर्नेछु। सबै स्त्रीहरूलाई छोडी जीवनभरि के यिनको निम्ति मात्र आफैले जोगाइराख्नुहुन्छ? के यस कुरामा सहमत हुनुहुन्छ? सहमति छु। हाम्रो एकले अर्कासँग बाँडचुँड गर्नुहुनेछ, शोकमा एकले अर्कालाई सम्हाल्नुहुनेछ, परिश्रममा एकले अर्कालाई बल दिनुहुनेछ, माया प्रेम एकले अर्कासँग साथसाथै बाँड्नुहुनेछ। के यस्तो घर बसाउनलाई परमेश्वरको उपस्थितिमा यस मण्डलीको सामु तपाईँ एलिसा थारूले भाइ सुजन थारूलाई आफ्नो विवाहित पतिको रूपमा ग्रहण गर्न तयार हुनुहुन्छ? परमेश्वरको उपस्थितिमा सबै मण्डलीको सामु तिमीलाई आफ्नो विवाहित पत्नी हुनको लागि ग्रहण गर्छु। यो पनि प्रतिज्ञा गर्दछु कि आजदेखि उसो जे जस्तो भए तापनि सुखमा वा दुःखमा अयोग्यतामा वा बिरामी अवस्थामा धनी अवस्थामा वा गरिबी अवस्थामा म तिमीलाई प्रेम गरिरहने तिम्रो विश्वास योग्य पति भइरहने छु जबसम्म मृत्युले हामी दुईलाई अलग गर्दैन। यसको निम्ति म तिमीलाई मेरो बाचा प्रतिज्ञा गर्दछु। आमेन। अलि नजिक टाढा बस्न पाइन्छ है। ईश्वरको उपस्थितिमा साथै मण्डलीको सामु तपाईलाई आफ्नो विवाहित पति हुनको लागि ग्रहण गर्दछु। यो पनि प्रतिज्ञा गर्छु कि आजदेखि उसो जे जस्तो भए तापनि सुखमा वा दुःखमा बिरामीमा धनी अवस्थामा गरिबी अवस्थामा म तिमीलाई प्रेम गरिरहने विश्वास योग्य पत्नी भइरहनेछु जबसम्म मृत्युले
हामी दुईलाई अलग गर्दैन। यसको निम्ति म तिमीलाई मेरो बाचा प्रतिज्ञा दिन्छु। आमेन। प्रशस्त आशिष दिउन् र यी दुवै जोडीलाई परमेश्वरले सधैँ गरी सहायता गर्नुभएको होस् भनेर म घोषणा गर्दछु। र आजदेखि उहाँहरू चाहिँ श्रीमान श्रीमती होइन पति पत्नी हुनुभएकोमा घोषणा गर्दछु हामी सबैको अगाडि। ताली बजाइदिउँ। आजदेखि उहाँ चाहिँ हाम्रो भाइले चाहिँ आफ्नो पुजारीको घुमको गए हुनेछ। ताली बजाउन
माया गर्नलाई तिमीलाई जुटाइदिनु भो। चर्चामा बजला बाजा माही मना के ले चले आवे मेरा खिलौना रूठ गया। माही मना के ले चले आवे मेरा नी हाय मेरा खिलौना रूठ गया। बाबुल दा वेला छूट गया। माही मना के ले चले आवे मेरा नी हाय मेरा खिलौना रूठ गया। बाबुल दा वेला छूट गया। छुप छुप रोंदियां ने मेरिया सहेलियां। छुप छुप रोंदियां ने मेरिया सहेलियां। बचपन से ही जो थी मेरे नाल खेलियां। गली बिछड़ गई शहर बिछड़ याद थोड़ा सा टूट गया। बाबुल दा वेला छूट गया। चुलबुल चुलबुले बने तिम्रो त हाँस्दाखेरि डिम्पल बढ्ने जाने तिम्रो त। चुलबुल चुलबुल चुलबुले बने तिम्रो त हाँस्दाखेरि डिम्पल बढ्ने जाने तिम्रो त। मिलेको जिउ छिनेको कम्मर नानी तिम्रो त। मलाई त होला प्यारो भन मलाई त होला प्यारो राजा रानी तिम्रो त मै भन्छु राजा तिम्रो त। मलाई त होला प्यारो मलाई त होला प्यारो राजा रानी तिम्रो त मै भन्छु राजा तिम्रो त। लखर लखर नहिँड भा पछि लागेर सबै कुरा पाइँदैन आँखाले ताकेर। लखर लखर नहिँड भा पछि लागेर सबै कुरा पाइँदैन आँखाले ताकेर। भन
सके जति खुसी दिउँला तिम्रो आँसु झर्दिन तिम्रो आँसु झर्दिन जुन तारा हिरा मोती केही कुरै गर्दिन सके जति खुसी दिउँला तिम्रो आँसु झर्दिन मलाई पाउने आँसुले पर्दैछ भन्छला हेरेर मेरो राजा भन्न गाह्रो मेरो राजा भन्न गाह्रो छ सोचाइ फेर लगाउँछ सोचाइ फेर फकाउँदैमा पग्लिहाल्ने छैन मेरो मन कान्छ छैन मेरो मन भाडा कोटी खेले जस्तो हुन्न नि जीवन कान्छ हुन्न नि जीवन फकाउँदैमा पग्लिहाल्ने छैन मेरो मन भाडा कोटी खेले जस्तो हुन्न नि जीवन मन ढुङ्गा हो कि क्या हो बेमानी तिम्रो त मलाई त होला प्यारो मलाई त होला प्यारो राजा रानी तिम्रो त मै भन्छु राजा तिम्रो त बढ़ती जाती है हानि तड़पाती है बेचैनी बढ़ती जाती है ये दर्द है क्या ये प्यास है क्या इतना तुझे समझा आज आशीष को जारी